नमस्कार। नववर्ष 2082 साल आउँदैछ। क्यालेन्डरमा प्रत्येक साल चेन्ज भइरहन्छ, प्रत्येक दिन चेन्ज भइरहन्छ र समय प्रत्येक पल चेन्ज भइरहन्छ। तर जबसम्म हाम्रो जीवनमा, हाम्रो मानसिकतामा, हाम्रो व्यवहारमा, हाम्रो बानीमा, हाम्रो संस्कारमा र हाम्रो इमोसनमा हामीले कन्ट्रोल गर्न सक्दैनौँ, चेन्ज ल्याउन सक्दैनौँ, थट्सहरूमा चेन्ज ल्याउन सक्दैनौँ, तबसम्म हाम्रो यो क्यालेन्डरको गतेको सालको चेन्जले हाम्रो जीवनमा खासै ठुलो परिवर्तन ल्याउँदैन। जीवनमा आफूमा चेन्ज चाहिन्छ, आफूमा परिवर्तन चाहिन्छ, आफ्नो ग्रोथ चाहिन्छ, आफ्नो स्वास्थ्य राम्रो चाहिन्छ, आफ्नो शैक्षिक क्षेत्रमा अब्बल बन्न चाहन्छौँ भने, समाजमा आफ्नो रेपुटेसन चाहन्छौँ भने, जीवनमा अरूको लागि केही सकारात्मक कर्महरू गर्न चाहन्छौँ भने, जीवनको उपलब्धिमूलक जीवनलाई कसरी बनाउन सकिन्छ भनेर अगाडि बढ्न चाहन्छौँ भने जीवनमा हामीले सकारात्मक सोच राखौँ, विभिन्न लर्निङहरू सिक्ने बानी बसालौँ। अध्ययनको लागि कहिले पनि ढिला भएको हुँदैन। जहिले अध्ययन हरेक कुराबाट ज्ञान लिने र सिक्ने कोसिस गरौँ। प्रत्येक व्यक्तिलाई हामीले रेस्पेक्ट गरौँ। साना बच्चादेखि ठुला व्यक्तिहरूसम्म हामीले माया र सम्मान गरौँ। हरेक जीवजीवात्मा कणकणमा हरेक वस्तुहरूमा चाहिँ हामीले ज्ञान लिने कुराहरू छुपेको हुन्छ। ती कुराहरूलाई हामीले हरेक वस्तु र चिजबाट हामीले ज्ञान लिने प्रयास गरौँ। जहाँ रहन्छौँ, जे काम गर्छौँ त्यसमा ह्याप्पी भएर अवेरनेसका साथ, खुसीका साथ र पोजिटिभ रिजल्ट आउने गरी हामीले जहिले पनि आफ्नो प्रयत्न 100% गरेर अगाडि बढौँ। जीवनमा कसैलाई पनि नराम्रो वचन नबोलौँ। कोही पनि व्यक्ति नराम्रो हुँदैन, कुनै पनि मानिस 100% राम्रो हुँदैन। सबैमा कमी हुन्छ, सबैमा सबल पक्ष हुन्छ। नराम्रो कुराहरूलाई सुधार्ने मौका दिउँ, राम्रा कुराहरूलाई थ्याङ्क यू भनौँ, आफूसँग पाएका कुराहरूमा खुसी हौँ र नभएको कुराहरूमा रिग्रेट नगरौँ। जीवनमा वर्तमानमा बाँच्ने र भविष्यसम्मको लागि कर्म गर्ने र भविष्यमा पनि सधैँ आफू पनि खुसी हुने र अरूलाई पनि ह्याप्पी दिने खालको एक्टिभिटीमा जहिले सहभागिता हुनुपर्दछ। जीवन हामीले लामो छ भनेर बाँच्नु पर्दछ, तर हामी कतिखेर मर्दछौँ हाम्रो ठेगान छैन। हामीले जहिले पनि सत्कर्म गर्नुपर्छ। प्रत्येक पललाई भ्यालुएबल र वेल्थ क्रिएट गर्ने गरी, अरूको जीवनमा प्राप्त गर्ने गरी हामीले कार्य गर्नु। त्यस कारणले गर्दा हाम्रो जीवनमा खुसी, शान्ति, आनन्द र प्रगति चाहन्छौँ भने हामीले सोच, व्यवहार र कर्म सकारात्मक राखौँ। जहिले पनि सकारात्मक सोचौँ, सकारात्मक बोलौँ र समाजमा आफ्नो केही योगदान दिने गरी र सबैलाई खुसी दिने गरी जीवनलाई सुन्दर, शान्त र समृद्धमय जीवन, आनन्दमय जीवन, खुसीले भरिएको जीवन बनाउने प्रयत्न राखौँ। नववर्ष 2082 सालको मङ्गलमय शुभकामना हजुर सबैमा मेरो हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु। ओम नमः शिवाय। जय शम्भो।